हेम्जाको कृषियोग्य जमिन जहाँ जे लाउनु भएको छ लगाएको चाहिँ राम्रै भएको छ मेहनत अनुसार। यसै सन्दर्भमा यो तल्लो तरो लामपाटा हो। यो लामो पाटो भएर होला लामपाटा भनेको। र यहाँ एउटा भवन निर्माण बन्दैछ जुन यो माछापुच्छ्रे सेवा समाजको भवन हो, जहाँ यो होल ठेक्कामा दिइएको छ। यो चन्ड्यानभन्दा तल्लो तहमा अलिकति सानो तहमा रहेको रहेछ। र आज सायद बैठकले यसैको निर्माणको लागि आर्थिक सङ्कलनको लागि होला बैठक बस्दैछ। म एकचोटि यो भवन निर्माणको प्राङ्गणभित्र आएर हेर्दैछु। काम चाहिँ द्रुत गतिमा भइरहेको रहेछ। हजुर, यो कुन ठेकेदारले लिनुभएको छ? ए, होल ठेक्कामा रहेछ है यो? कति एक तला रहेछ कि? यो टाइबिम डिपिसीले खाने क्या पहिला त है? टाइबिम डिपिसीले खाने क्या समय र पैसा त क्या? अन्त नि यो त जग त राम्रो बनाएर चाहिँ क्या? राम्रो बनाएर त जग। अनि हेऱ्यो तलको यो ए त्यसमा पुत्री भवन के आउँछ रे? कति रहेछ यसको जमिन? कता कतासम्म छ जमिन? यही हो, यहाँबाट उता 26 भनौँ न। यो त अब आफ्नै भयो। अहिले ऊ राखेको चाहिँ हालमा घरमा चाहिँ यसरी 26 छ। यसरी 42 छ के अरे। माथि चाहिँ अलि चोसे रहेछ कि त्यही कारणले। नत्र यता ए यसरी छड्केको छ। त्यही कारणले यसमा नआएर चाहिँ हजुर त्यही कारणले यसरी उताबाट बनाइदियो कि। ए त्यही पनि रहेछ कि त्यो त। त्यही भएर खोचे पऱ्योहरू त हो। त्यो जग्गा अब जस्तै यहाँबाट यसरी अब उठेको छ। हजुर, यहाँबाट अलि यतै आउँछ जस्तो लाग्यो क्या त्यो जग्गा। ठिकै हो जग्गा त अब। यो अलि यतै आउँछ जस्तो लाग्यो क्या। यसरी यस्तो आएर यसरी जाँदैछ क्या। जस्तै यसरी यो पिलर यहाँ लिँदाखेरि चाहिँ अब यो पिलरलाई पनि यहीँ ल्याऊँ भन्दै गर्दाखेरि चाहिँ फेरि भएन क्या। भएन अहिले मिचेर काम छैन। जस्तै किन भन्दा यहाँ फेरि ठुलो रहेछ कि यसरी जान्छ। पछि रह्यो भने बरु ओपन गरेरै यहाँ खाली भयो भने नि झाक्लै हुन्छ है। यहाँ त अब आउन त यसरी 2 फिट यसरी 2 फिटको आउँछ, टप आउँछ। हजुर, टप आउँदाखेरि यो चारैतिर टप रहेछ कि है? छैन चारतिर, उता त छैन। उता जिरै हो? उता 0 हो, यता चाहिँ टप हुन्छ। यो ए अगाडि त झन् टप हुन्छ कि हुँदैन? टप हुन्छ होला अगाडि पनि। टपै बनाउनु पऱ्यो नि। अगाडि पनि टप हुन्छ। त्यो तलको पुत्री भवन भयो। यो हजुरले नै यहीँ गर्नुहुन्छ कि हजुरको? मै सुरैबाट ए रड बनाइदिएको। ल राम्रो बनाइदिनुहोस्। हाम्रो भवन हो के अरे। अब आर्थिक सङ्कलन गरेर तपाईँहरूलाई नि काम गर्दा नरोकिकन काम गराउनु बायो ठिक हुनुहुन्छ। होइन, पानीले अहिले नलगेको है। अस्ति नै अलि हुन्थ्यो पानी आउने, हिँड्दैन कहिले पानी पुरा जमेर बस्ने भएर काम गर्नलाई डिस्टर्ब हो, नत्र पानीले त बलियै बनाउँछ। पानी परेको त राम्रो हो नि फेरि घरलाई त। भनेपछि अगाडि जाँदा त्यो बाटोलाई छुन्छ, यो ओपनै, यो त यसैको हुन्छ होइन? ओपन हुन्छ, पार्किङ हुन्छ भनेर कि। ठिक छ नि त, राम्रो त। म त पहिलोचोटि आएर हेरेको त्यो बैठक यहीँ हुने रहेछ भनेर म वहाँदेखि आएँ। मिलन चौक त उतै रहेछ है? बाटोमै। हस्, धन्यवाद। हजुर, ठिकै छ। फोन गरेरै जानु पर्ला अब। हस्, धन्यवाद हजुरसँग मैले केही कुरा सोधेँ है। केही भएन। हस्।